हिन्दीमा ब्लग बनाउँदा मेरो फलोवर्स यसरी घट्लान् भनेर मैले सोचेको पनि थिएन। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। म डेली आएको चाहिँ लगभग एक हप्ता जति भइसक्यो अनि मैले चाहिँ 2वटा ब्लग मात्र हिन्दीमा बनाएको थिएँ अनि त्यो 2वटा हिन्दीवाला ब्लगले चाहिँ मेरो युट्युब च्यानलमा धेरै नराम्रो असर पर्यो। त्यो हिन्दी ब्लगले गर्दा चाहिँ मेरो लाइक भ्युज पनि स्टक भइसकेको थियो अनि मेरो सब्स्क्राइबरहरू पनि घट्दा घट्दै जाँदै थियो। अनि मैले एउटा स्टोरी पनि हालेको थिएँ हिन्दीमा ब्लग बनाऊ कि नेपालीमा भनेर। अनि मेरो सबै फलोवर्सहरूले चाहिँ मलाई नेपालीमा नै ब्लग बनाउनु, नेपाली ब्लग नै राम्रो देखिन्छ भनेर भन्नुभयो। त्यही भएर मैले बुझेँ कि मेरो फलोवर्सहरूले मेरो नेपाली ब्लग नै मन पराउने रहेछन् भनेर। अनि आज चाहिँ म आफ्नो पिम्पल राम्रो बनाउने औषधि बनाउँदै थिएँ। म नेपालमा हुँदा चाहिँ मैले यो नीमको पत्ताहरू पिसेर चाहिँ फेसमा लगाउने गर्थेँ अनि मेरो पिम्पलहरू पनि सबै हराइसकेको थियो। इन्डिया आउँदा पनि मैले त्यो ल्याउन त ल्याएकै थिएँ तर मैले त्यो फ्रिजमा राख्न बिर्से हुनाले चाहिँ त्यो पुरा खराब भइसकेको थियो। अनि आज मैले यहाँ नीमको पत्ता भेटाएको थिएँ अनि त्यो औषधि बनाएर चाहिँ फ्रिजमा राखिदिएँ। अनि म यो औषधिलाई मेरो फेसमा कसरी युज गर्छु भनेर चाहिँ हजुरहरूलाई देखाउँछु। सुरुमा चाहिँ म यो 3-4वटा आइस लिएर चाहिँ आफ्नो फेसमा आइस क्लिन्जिङ गर्छु। अनि अघि जुन मैले नीमको पेस्ट फ्रिजमा राखेको थिएँ अनि त्यो फ्रिजबाट पेस्ट निकालेर चाहिँ आफ्नो फेसमा राम्रोसँग लगाउने गर्छु। अनि मैले यो पेस्ट चाहिँ राति लगाउने गर्छु अनि यो पेस्ट लगाएर चाहिँ म सुत्ने गर्छु अनि बिहान उठेपछि फेस वास गर्ने गर्छु। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।